2006 साल मङ्सिर 27 गतेको बिहान काठमाडौँको हावापानी केही बेग्लै थियो। नयाँ सडकको भिडभाडमा एउटा नयाँ चहल पहल थियो। रङ्गी चङ्गी ध्वजा पताकाहरू, भवनभित्र सजिएका कलशहरू, ढोकामा रातो तुल अनि सेतो अक्षरले लेखिएको श्री 3 महाराजको जय। हो, यो कुनै मेला थिएन, न कुनै धार्मिक अनुष्ठान। यो थियो नेपालमा पहिलो पटक सिनेमा भवनमा चलचित्र प्रदर्शन भएको दिन। त्यो दिन पहिलो पटक काठमाडौँ सिनेमा घरमा पर्दा उग्रियो। पर्दा पछाडि थियो हिन्दी चलचित्र राम विवाह। यो कथा सुरु हुन्छ राणा शासनको अन्त्य हुनै लाग्दा। मोहन शमशेर प्रधानमन्त्री थिए। 2006 सालतिर उनी दिल्ली भ्रमणमा गएका थिए। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले सोधे, नेपालमा पब्लिक सिनेमा हल छैन रे, के यो सत्य हो? मोहन शमशेरले भने, विचार त थियो तर भ्याइरहेको छैन। जवाफले नेहरूलाई चित्त बुझेन। उनले सुझाए, सार्वजनिक हल खोल्न ढिला नगर। नेपाल फर्केपछि मोहन शमशेरले तत्कालै नयाँ सडक स्थित टाउन हललाई सिनेमा हलमा परिणत गर्ने आदेश दिए र त्यसरी सुरु भयो काठमाडौँ सिनेमाघर। 2006 साल मङ्सिर 27 गते सोमबार हल उद्घाटनको दिन गोरखापत्रमा लेखिएको थियो। भवन वरिपरि रङ्गी चङ्गी ध्वजा पताका टाँगिएका थिए। भवनभित्र पूर्ण कलशहरू अनि सबको मुहारमा उल्लास। यो सजावट प्रसिद्ध सिनेमा भवनसँग तुलना गर्न सकिन्थ्यो। त्यति बेला टिकट दर यस्तो थियो: 4th क्लास 50 पैसा, 3rd क्लास 1 रुपैयाँ, 2nd क्लास 1.50, 1st क्लास 2.50 र बाल्कोनीको 5 रुपैयाँ। तर त्यो बेलामा पनि टिकटको कालो बजारी हुन्थ्यो। 5 रुपैयाँको बाल्कोनी टिकट 25 रुपैयाँसम्म बेचिएको खबर गोरखापत्रमा छापिएको पाइन्छ। 2007 साल चैत 27 गतेको गोरखापत्र भन्छ, आज काठमाडौँ सिनेमा हलमा तेस्रो सोको बाल्कोनीको टिकट जनतालाई बिक्री नगरी ब्ल्याक गर्यो भन्ने न्युले बडो गोलमाल भएको खबर छ। चलचित्र सुरु हुनु अघि विदेशी डकुमेन्ट्रीहरू देखाइन्थे। प्राइभेट लाइफ अफ सिल्कवर्म, ओलम्पिक, ह्यान्डिक्राफ्ट अफ इन्डिया अनि मोहन शमशेरको भारत भ्रमण सम्बन्धी वृत्तचित्र। त्यो मोहन शमशेरको वृत्तचित्रलाई नै नेपालकै पहिलो डकुमेन्ट्री पनि भन्न सकिन्छ। सिनेमा अगाडि स्लाइड पनि देखाइन्थ्यो, त्यो पनि विज्ञापनको रूपमा। गोरखापत्रमा त यसको मूल्य सूचित समेत छापिएको थियो। बिस्तारै सिनेमा हेर्ने चलन बढ्दै गयो अनि फिल्म हललाई मन्दिरको उपमा दिन थालियो। किन? कुनै समय मुम्बईमा मराठा मन्दिर नामको चर्चित सिनेमा हल थियो। त्यसको प्रभावले नेपालमा पनि जय नेपाल चलचित्र मन्दिर, नवदुर्गा चलचित्र मन्दिर जस्ता नामहरू राखिए। यसरी हल नै चलचित्र मन्दिर बन्यो, जहाँ भावनाहरू पुजिन्छन्। 2008 सालमा काठमाडौँको सिनेमा घरको स्तर उन्नति भयो। उद्देश्य थियो निजीकरण। दयाराम भक्त माथेमाले पहिलो पटक आम्दानीको 35% कर बुझाउने शर्तमा यो हल सञ्चालनको जिम्मा पाए। नाम पनि बदलियो, जनसेवा हल। दयाराम भक्त माथेमाले आफ्नो आत्मकथामा लेख्नु भएको छ, प्रजातन्त्रपछि गणेशमान सिंहले टेन्डर आह्वान गरे। मैले श्री 5 महाराजधिराजमा बिन्ती चढाएँ, टेन्डर जिते। पछि श्री 5 महाराजधिराजले आदेश दिनुभयो, सरदार कृष्णलाई पार्टनर बनाऊ। हामीले श्री 5बाट आर्थिक सहायता पनि पायौँ। 2011 साल वैशाख 1 गते जनसेवा हलले हिन्दी चलचित्र बादल देखाएर आफ्नो यात्रा सुरु गर्यो। तर 2018 सालको आगलागीले यो हल पूर्ण रूपमा बन्द भयो। विक्रम सम्वत 2020 को दशकको अन्त्यतिर काठमाडौँमा चर्चित 5 हल थिए। जमलमा विश्वज्योति हल, नक्सालको जय नेपाल चलचित्र मन्दिर, न्यू रोडको रञ्जना हल, ललितपुरको अशोक हल र भक्तपुरको नवदुर्गा हल। यी हलहरूले नेपाली समाजमा चलचित्र हेर्ने संस्कारको बिउ रोपे। काठमाडौँ सिनेमा घर केवल इँटाको संरचना थिएन, त्यो थियो नेपालमा चलचित्र संस्कृतिको सुरुवात। त्यो त नेपाली सिनेमा संस्कृतिको शिशुगृह थियो। त्यो हलमा देखिएको पहिलो पर्दा, पहिलो उज्यालो अनि दर्शकको पहिलो ताली, त्यो हाम्रो चलचित्र यात्राको पहिलो अध्याय थियो।